तपाईको पेट कहिले नर्मल हुन्छ त कहिले बलुन जस्तो फुल्छ। यदि फुल्छ भने यो नर्मल होइन, यो बडीको रियाक्सन हो। नमस्ते सबैजनालाई। आज हामी ब्लोटिङ भने के हो, यो कसरी हुन्छ र किन हुन्छ भन्ने कुरा हेर्छौँ। ब्लोटिङ भनेको एउटा कमन फिलिङ हो जुन हामी सबैजनाले एक्सपिरियन्स गरेको छौँ होला। यसमा चाहिँ हाम्रो पेटमा टाइट भए जस्तो, पेट फुल भए जस्तो हुन्छ र यो चाहिँ धेरै जस्तो पेटभित्र हावा ट्र्याप भएको भएर होस् अथवा धेरै खाएर होस् वा कुनै डाइजेस्टिभ इस्युजले गर्दाखेरि हुन्छ। र यो ब्लोटिङ हुँदा के हुन्छ भने हाम्रो पेट पुरै फुल्लेको जस्तो हुन्छ, टाइट भएको जस्तो हुन्छ, भित्र हामीलाई हावा नै थुनिएको छ जस्तो हुन्छ र अर्को भनेको पेट सुन्निएको छ जस्तो पनि हुन्छ। र ब्लोटिङ हुने दुईटा मुख्य कारणहरू चाहिँ एउटा भनेको ग्यास बिल्डअप हुनु र अर्को भनेको चाहिँ हाम्रो पेटमा खानेकुराहरू अलि स्लोली मुभ हुनु हो। अब यो दुईटामा हामीले ग्यास कसरी बन्छ भनेर त पहिले कुरा गरिसक्यौं। यदि हजुर नयाँ भ्युअर हुनुहुन्छ भने एउटा पहिल्यै भिडियो बनाइसकेको छु, कृपया त्यो भिडियो गएर हेरिदिनु होला। र अर्को भनेको चाहिँ खानेकुराहरू बिस्तारै मुभ हुँदा, यसमा चाहिँ जब डाइजेसन अलिकति स्लो हुन्छ त्यति बेला खाना चाहिँ हाम्रो आन्द्रामा अलि लामो समयसम्म रहन्छ र त्यसलाई ब्याक्टेरियाले धेरै फर्मेन्टेसन गर्छ। अनि के हुन्छ भन्दाखेरि ग्यास इन्क्रिज हुन्छ जसको कारण ब्लोटिङ हुन्छ। अब हामी ब्लोटिङ हुने कमन कारणहरू बुझौँ है त। रिसर्च अनुसार ब्लोटिङ हुने मुख्य कारणहरू भनेको एउटा धेरै खानु, दोस्रोमा हाई फडम्याप फुडहरू र फडम्याप डाइटको बारेमा मैले भिडियो बनाएको छु, कृपया त्यो भिडियो पनि हेरिदिनु होला। र अर्को भनेको ल्याक्टोज इन्टलरेन्स। यसमा चाहिँ हाम्रो आन्द्रामा ल्याक्टोज पचाउने इन्जाइम अर्थात् ल्याक्टेजको कमीले गर्दाखेरि यो पच्दैन र यो जब ठुलो आन्द्रातिर जान्छ त्यति बेला यसलाई चाहिँ फेरि ब्याक्टेरियाहरूले चाहिँ फर्मेन्टेसन गराउँछ, त्यही कारण यसमा पनि ब्लोटिङ हुन्छ। र अर्को भनेको चाहिँ स्ट्रेसले चाहिँ हाम्रो गटको मुभमेन्टमा डिस्टर्ब गर्छ र यसले गर्दा ब्लोटिङ हुन्छ। यो बुझ्नलाई हामीले गट र ब्रेनको डाइरेक्ट कनेक्सन छ भनेर पनि बुझ्न जरुरी छ। स्ट्रेस भयो भने हाम्रो डाइजेसन पनि स्लो हुन्छ र हामीलाई थोरै अमाउन्टको ग्यास पनि अलि धेरै फिल हुन्छ र यो चाहिँ अलि बेसी आइबिएस जस्तो कन्डिसनमा कमन हुन्छ। आफ्नो कन्डिसन कहिले चाहिँ सिरियस भएको मान्ने त भन्दाखेरि ब्लोटिङ त हुन्छ, तर त्यो सँगसँगै धेरै दुख्यो भने, आफ्नो वेट लस भइरहेछ भने, दिशामा रगत देखिएको छ भने र यदि त्यही ब्लोटिङ पनि धेरै मात्रामा कन्टिन्यू भइरहेको छ भने यस्तो बेलामा चाहिँ डाक्टरको परामर्श लिन जरुरी हुन्छ। अन्तमा के भन्न चाहन्छु भने ब्लोटिङ भनेको र्यान्डम हुने कन्डिसन होइन, यो भनेको डाइजेसन, ब्याक्टेरिया र गट र ब्रेनको कनेक्सन, यो तीनटाको कम्बिनेसन हो। त्यही भएर अब नेक्स्ट टाइम पेट फुल्दा ग्यास मात्रै हो भनेर इग्नोर नगर्नु होला। यति भन्दै अहिले बिदा माग्न चाहन्छु। दिस इज योर गट हेल्थ नर्स एन्ड आई विल सी यु इन द नेक्स्ट वान।